हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म तपाईँहरूलाई आज चाहिँ मेरो छुट्टी हो, त्यही भएर म चाहिँ तपाईँहरूलाई आज मेरो रुमहरू मेरो साथीभाइहरूलाई देखाउने छु। समझ गया। र यो भिडियो तपाईँहरूले लास्टसम्म हेरिदिनुहोस् होला। मगर क्यों? पहिला चाहिँ तपाईँहरूलाई अब यो देखाउने छु। यो चाहिँ मेरो प्लान्ट हो, ल्याउँदा यत्रो थियो, अहिले कत्रो भइसक्यो हेर्नुहोस्। यहाँ चाहिँ अब हामी हावा खानुहरू बस्छौँ। यहाँनिर चाहिँ यहाँबाट बाहिर भ्यू पनि राम्रो छ। यहाँ तलतिर घामहरू ताप्नु जान्छौँ हामी। र हाम्रो यो चाहिँ किचन हो, यो चाहिँ किचन, हाम्रो डाइनिङ टेबल, अनि हाम्रो इन्डक्सन ग्यासहरू चाहिँ 3टा छ। अन्त हामी चाहिँ अब टोटल चाहिँ 6जना हो। अनि यहाँनिर उयोहरू सबै छ, तपाईँको वासिङ मेसिनहरू, भाँडा धुने। अन्त हामी चाहिँ यो 6जना हो, तर एकजना दाको चाहिँ नाम छैन यहाँनिर। अनि यो चाहिँ तपाईँको हप्तामा एकपल्ट सफाइ हामी रुटिन राखेको छौँ। यो चाहिँ तपाईँको यो डस्टबिन, यहाँको डस्टबिनहरू चाहिँ अब यो चाहिँ डेली फाल्ने होइन, एकजनाले चाहिँ 1 हप्ता। अनि यो चाहिँ तपाईँको म यहाँ फर्स्ट मेरो नाम हो। अन्त यहाँ राकेश दा, निपेश, प्रणय, पाला। हामी यो चाहिँ 1 हप्तामा चाहिँ टक्कै अब यो डेली फाल्यो यो चाहिँ। त्यहाँदेखि चाहिँ 1 हप्तामा चाहिँ यो सबै सफा गरेर त्यहाँदेखि चाहिँ अर्को नेक्स्ट टर्न गर्ने त्यसै गरेको छु। किनकि सफा राख्यो भने तपाईँहरूको अब अलिकति भए पनि उयो हुन्छ नि त, हाइजेनिक हुन्छ भनेर चाहिँ हामीले त्यसरी सिस्टम बनाएको छु। अच्छा हमको सिखा रिया है। र अब यो पहिलो हाम्रो चाहिँ यो एउटा यो किचनको भयो, यो दादाहरूको रुमको, उयो चाहिँ हाम्रो रुमको। पहिला दादाहरूको रुममा जाउँ। हाम्रो दादाहरूको रुममा चाहिँ यस्तो छ, यसै बेडहरू यस्तो भइरहेछ। यहाँ हाम्रो पाला नाइट ड्युटी गरेर आएको है तिमी? ए ल ल पाला, तिमी कहाँको भनिदेऊ न। म चाहिँ रिम्बिकको हो पाला चाहिँ। अनि पाला पनि हामीसँगै लगभग 5-5.5 साल 6 सालै भनौँ न है, 6 साल जस्तै भयो हामी आएको। नाइट ड्युटीबाट आएर रेस्ट गरिरहेको छ। यस्तै छ अब ड्युटी होइन, अलग अलग सिफ्ट। यहाँ हाम्रो मिस्त्री दा, हेलो हेलो हेलो। अन्त के खाना खाएर यसो रेस्ट गर्नुभएको दिउँसोको? खानासाना खाएर आज छुट्टी है। अन्त दा चाहिँ कहाँको भनिदिनुहोस् न। म सिक्किमको हो। सिक्किम गान्तोकको हो। को कोले चिन्नुहुन्छ यसो भन्नुहोस् होला। दा चाहिँ पाल्जर स्टेडियमको छेउकोमा है तपाईँको घर। अन्त यता चाहिँ राकेश दा हुनुहुन्छ। कतिजना चिन्नु पनि हुन्छ होला, दासँग पनि केही भिडियोहरू भइसकेको छ। दाको उयो चाहिँ घरमा एड्रेस चाहिँ इन्डियाको चाहिँ भनिदिनुहोस् न, कहाँनिर हो? बागडोग्रा बस है। बागडोग्रा हो दाको चाहिँ। बागडोग्रा तपाईँको उयो है, अप्पर बागडोग्रा होइन दा? अप्पर बागडोग्रा। अब दा पनि आज सबैजनाको छुट्टी नै छ आज चाहिँ। अनि हामी चाहिँ अब यसरी नै घरमै रेस्ट गरेर बसिरहेको छौँ। अब मेरो रुममा अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। चाहिँ हामी यसरी लुगाहरू चाहिँ यसरी सुकाउँछौँ यहाँनिर। बाहिर अघि तपाईँहरूलाई देखाएको बाहिर पनि सुकाउँदा हुन्छ, तर हामी चाहिँ यसरी पनि सुकाउँछौँ यहाँनिर। अनि यहाँ यसरी सुकाइरहेको छौँ। यो चाहिँ मेरो रुम नम्बर 4। उताको रुम पनि छ, तर यो रुम चाहिँ अहिले कोही बस्दैन, यहाँनिर चाहिँ खाली छ। हामी 6जना मात्रै बस्छौँ यहाँ चाहिँ। यो चाहिँ मेरो रुम। यहाँ पब्जी खेल्दैछ मिस्टर प्रणय। यो चाहिँ मेरो रुम, यो चाहिँ मेरो बेड हो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो बेड चाहिँ यसरी राखेको छु। अनि यहाँनिर सानो मन्दिर जस्तै बनाएर मैले चाहिँ बिहान पूजा गरेको छु यहाँ गणेशजीको। अन्त हामीले प्लान्टहरू पनि राखेको छु रुममा। अन्त हामी चाहिँ यो रुममा चाहिँ 3जना बस्छौँ। 3जनामा हाम्रो यहाँ निपेश पनि छ। कहाँको हो तिमी भनिदेऊ न। म चाहिँ मेरो नाम निपेश हो। म चाहिँ महानदी बजारको कर्सियङ पर्छ है। तिमी कति भयो आएको? म आएको 1.5 वर्ष चाहिँ भयो। 1.5 वर्ष भयो है। 1.5 वर्ष भयो। अब चल्दैछ ठिकै छ। अहिले के छुट्टीमा यसो है उयो छुट्टी नेटफ्लिक्स हेरेको? नेटफ्लिक्स यसो। र
यो हाम्रो टोयलेट बाथरुम चाहिँ यस्तो छ। यहाँ टोयलेट सबै गिजर सिजर सबै भइसकेको। अनि यहाँ चाहिँ मिस्टर प्रणय थापा कहाँको भन्यो नि तिमी? म प्रणय थापा, म सुनादाको। सुनादा कहाँनिर पो? सुनादा नालीचोरको। नालीचोरको हो उहाँ चाहिँ। अनि कति भयो तिमी आएको यहाँ? आएको त भयो 6 साल कम्प्लिट भयो। 6 साल भयो है। अन्त अस्ति मैले चाहिँ ऊ पनि नयाँ बेहुलै हो, ऊ पनि अस्ति भर्खर बिहे गरेर आएको मभन्दा 2 महिना अगाडि है। 2 महिना अगाडि। अनि म आउँदा चाहिँ भाउजूले उसलाई कोसेली पठाएको थियो। अन्त खाँदैछौ कोसेली? कोसेली चाहिँ म बिस्तारै खाँदैछु, किनभने त्यो अब उता इन्डियाको मायाको चिनो हो, बुढीले पठाइदिएको। कस्तो मिठो रहेछ। अनि के भन्नु छ भाउजूलाई? बुढीलाई धेरै धेरै धन्यवाद होइन, बुढीलाई धेरै धेरै धन्यवाद छ यसरी अब कोसेली पठाइदिएकोमा। भाइलाई पनि धेरै धेरै धन्यवाद, ल्याइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। इन्डियाको भनेको चाहिँ अब इन्डियाको हुन्छ, विदेशमा बसेपछि चाहिँ हो बाहिरको अब इन्डियाको सामान चाहिँ अलिकति भ्यालु हुन्छ, त्यो कुराहरू। ठिकै छ। के पब्जी खेलेको? पब्जी अहिले छुट्टीमा है, त्यस्तै छ अहिले चाहिँ सानो। त्यही हो आजको चाहिँ अब भिडियो तपाईँहरूलाई। आएर खाना पनि बनाउनु पर्छ, 12 घन्टा गरेर आएर खाना पनि बनाउनु पऱ्यो। अनि फेरि भिडियो पनि त्यो अलिकति मुस्किल छ, त्यही भएर कोही कोही बेला म बनाउँछु, त्यति बेला चाहिँ तपाईँहरूले हेरिदिनुहोस् होला। र म सर्ट कन्टेन्ट चाहिँ म बनाइरहने छु। र यति भन्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु होइन। त्यतिन्जेल तपाईँहरूले हेर्दै गर्नुहोस् होला। तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्नेछु। त्यतिन्जेल थ्याङ्क यू।